तपाईको वालेट भित्र 1 मिलियन बराबरको बिटकोइन छ। पैसा ही पैसा होगा। तर एउटा सानो सेक्रेट कोड हरायो भने त्यो फन्ड सधैँको लागि घुम्न सक्छ। न बैंकलाई फोन गर्न मिल्छ न पासवर्ड रिसेट गर्न मिल्छ। एउटा सानो कीले मिलियनको क्रिप्टो कसरी कन्ट्रोल गर्न सक्छ। हेलो एभ्रीवन, माइसेल्फ प्रवीण बराल। अघिल्लो भिडियोमा हामीले बेनेन्टाइन जेनरल प्रब्लमले ब्लकचेनमा कसरी ट्रस्ट बनाउँछ भनेर बुझ्यौं। आज हामीले ब्लकचेनको अर्को इम्पोर्टेन्ट कन्सेप्ट वालेटको बारेमा बुझ्नेछौँ। धेरै मानिसहरुमा एउटा मिसकन्सेप्सन छ। उनीहरू क्रिप्टो वालेट भित्र बिटकोइन अर इथेरियम राखिएको हुन्छ भनेर सोच्छन्, तर वास्तविकता अलिकति फरक छ। क्रिप्टो कहिले पनि वालेट भित्र हुँदैन। सबै कोइन र ट्रान्ज्याक्सन ब्लकचेनमा रेकर्ड भएका हुन्छन्। वालेटको मुख्य काम भनेको तपाईको क्रिप्टोग्राफिक की सुरक्षित राख्नु हो। वालेट क्रिएट गर्दा की पेयर जेनेरेट हुन्छ। पहिलो भनेको पब्लिक की। पब्लिक कीबाट वालेट एड्रेस बनाइन्छ। यो तपाईको बैंकको एकाउन्ट नम्बर जस्तै हो। कसैले तपाईलाई क्रिप्टो पठाउन चाहन्छ भने उनीहरूले यही एड्रेस प्रयोग गर्छन्। यसलाई शेयर गर्दा केही समस्या हुँदैन। अनि अर्को दोस्रो इम्पोर्टेन्ट की भनेको प्राइभेट की। यो एउटा सिक्रेट क्रिप्टोग्राफिक की हो। यसले प्रमाणित गर्छ कि वालेटको वास्तविक मालिक तपाई नै हो भनेर। जब तपाईले कुनै पनि क्रिप्टो सेन्ड गर्नुहुन्छ, प्राइभेट की प्रयोग गरेर ट्रान्ज्याक्सनमा डिजिटल सिग्नेचर बनाइन्छ। त्यसपछि नेटवर्कको नोडले पब्लिक की युज गरेर सिग्नेचर भेरिफाई गर्छन्। यदि सिग्नेचर भ्यालिड आयो भने ट्रान्ज्याक्सन एक्सेप्ट हुन्छ, यदि इनभ्यालिड आयो भने ट्रान्ज्याक्सन रिजेक्ट हुन्छ। ब्लकचेनमा म्याथमेटिक्स र क्रिप्टोग्राफीले ओनरशिप भेरिफाई गर्छ। तपाईले आफ्नो प्राइभेट की कन्ट्रोल गर्नुहुन्छ भने फन्डको कन्ट्रोल पनि तपाईको हातमा हुन्छ। अनि अर्को इम्पोर्टेन्ट कुरा भनेको वालेट बनाउँदा सीड फ्रेज पनि दिइन्छ। यो तपाईको प्राइभेट की रिकभर गर्ने एउटा ब्याकअप हो। यदि डिभाइस हरायो बिग्रियो भने यही सीड फ्रेज युज गरेर वालेट रिस्टोर गर्न सकिन्छ। त्यसैले यसलाई सुरक्षित राख्नु अत्यन्त आवश्यक छ। अर्को इन्ट्रेस्टिङ क्वेशन आउँछ, हामीले वालेटबाट क्रिप्टो सेन्ड गर्यो भने त्यो ट्रान्ज्याक्सन ब्लकचेनमा कसरी पुग्छ? एउटा सानो ट्रान्ज्याक्सन गर्न पनि किन ग्यास फी तिर्नुपर्छ? यो पैसा कसले पाउँछ? ग्यास फी कहिले धेरै कहिले कम किन हुन्छ? यो सबै कुराहरू हामी नेक्स्ट भिडियोमा बुझ्नेछौँ। यदि तपाईलाई पनि ब्लकचेन एआई टेक कन्टेन्ट मन पर्छ भने follow and subscribe Decode with Praveen. Thanks for watching. See you in the next video.